हेलो गाइस वेलकम ब्याक टुडे आवर न्यू मिनी भ्लग। अनि यहाँ चाहिँ हजुरहरू कसो हुन्छ सन्चै हुन्छ भनेर म आशा गरेछु। यहाँ चाहिँ म टक्कसँगले मिठो पाराले दाल भात तरकारी बनाएर खान आँटेँ कि अनि हजुरले टक्क देखाइदिउँ भनेर यहाँ चाहिँ मैले बैगुन आलु फ्राई गरेँ। त्यसरी सोयाबिन भिजाएर टक्कसँगले धोइधाइ पारेँ मजासँगले। त्यसरी यहाँ मसलाहरू हाल्नलाई देखिराख्नु भएको छ, टमाटर खोर्सानी लसुन प्याज अदुवाहरू टक्कसँगले मैले पिसेर साइडमा राखे पछाडि यो पनि थालमा टक्क निकालेँ। अब सोयाबिन भिजाइदिन्छु तातो पानीमा है गाइस। अनि त्यसको पछाडि यहाँ मैले तेलमा पुरा कराई सराईमा टक्कसँगले भुटिनु तातेपछि टक्कसँगले यसलाई राम्रो लगाएर यहाँ भुटिदिन्छु यो सब्जीहरूलाई। यहाँ हेर्नु फासमा पाँच फोरनहरू हालेर मैले झानिदिन मतलब उयो गरिदिन आँटेँ कि गाइस। त्यसरी प्याज लसुन अदुवा खोर्सानी हालेर रातो पारेर भुट्ने हो। त्यो पछाडि सब्जी यहाँ हालिदिन्छु। हेर्नु गाइस सब्जी राम्ररी हालेर परपरी चलाउने हो के। जहिले मासु भात खाएर मात्रै कहाँ हुन्छ होइन। कहिले कहिले त यहाँ दाल भात तरकारी पनि खानु पर्यो। त्यसरी मैले टक्कसँगले दाल भात तरकारी बनाउन आँटेँ कि यहाँ चाहिँ खोर्सानी थोपिनेको पुरा पिरो मिठो लाग्छ नि त। अनि मसलाहरू जसरी गरम मसला मिट मसला निमक हालेर चलाइदिएँ गाइस। निमक हल्दी नै हाल्न पो बिर्सेको छु। लु अहिले मैले हल्दी पनि हालिदिएँ। हल्दी हालेर टक्कसँगले यहाँ ढक्कन लगाइदिन्छु। ढक्कन उठाएर अब यहाँ टमाटर हाल्नु पर्यो नि। अब यहाँ अलिअलि पाक्न थालेपछि अब यहाँ टमाटर हालिदिएँ मैले पनि मजामा। अब यो ढाकिदिन्छु अनि उठाएर टक्कसँग चलाउँदाखेरि हाम्रो सब्जी चाहिँ रेडी हुन्छ है गाइस। अनि साइडमा चाहिँ हाम्रो दाल पनि पाक्दैछ होइन। दाल पनि खानु पर्यो नि। यहाँ वाह दामी पाराले दाल पाकिरहेको छ। यहाँ चाहिँ अहिले मैले निकालिसकेँ होइन। अब यो टक्क चलाइदिने हो। हेर्नुहोस् चलाइदिने हाम्रो अब सब्जी चाहिँ रेडी भयो। अब यहाँ दालको लागि झान्नलाई यहाँ रेडी गर्न आँटेको। अब यो दाल झार्न लागि यहाँ मैले पाँच फोरन हालेँ खोर्सानी लसुन हालेर रातो पारेँ प्याज हालेर रातो टमाटर हालेर सबै मसलाहरू हालेर राम्ररी भुटेर यहाँ दाल टक्क हालिदिएँ होइन। गाइस माझमा चाहिँ कहाँबाट मोबाइल अड्किएछ होइन। अब यस्तै हो। अनि यहाँ टक्कसँगले दाल पनि हाम्रो रेडी भयो। अब टक्कसँगले भात बसेर खाने हो होइन। यहाँ दाल भात तरकारी यहाँ चटनी पनि बनाएको थिएँ। चटनी चाहिँ मैले अब देखाइनँ खासै तपाईँहरूलाई। अब यति चाहिँ हेर्नु न कति मिठो सब्जी र दाल भात पाकेन। ल बाई बाई गाइस, लाइक कमेन्ट सब्सक्राइब।